दाजी सेम मेरो स्टाइल हो याद छ मोटे पनि चल्छ अगाडि फेरि ऊ त ढुक्क झारिदियो यार मोटे त धन्नै के आज चाहिँ हाम्रो चाहिँ नि यो के भनौँ नाम नआउनु ठुलो बडा साहबको घर जान लाग्यो अच्छा छ बाटो भन्नुभएको त ठुलो बडा साहबको ठुलै कुरा हो नि यो बाबा राजनीति पनि ठुलै हो नि नचिनेको कोही पनि छैन है सबै कुरा जाने बुझेको तर बाटो पनि त्यस्तै बनाउनु भएको रहेछ फेरि ठ्याक्कै ल हेर्नुहोस् आम्मा फेरि हाम्रो ठुलो बडा मान्छेको भिडियो हाल फोटो हाल्न पनि फेरि भाइरल हुने होला ल हेरौँ त बाटो साथीभाइलाई यस्तोतिर पठाइदिएर म अगाडि जान्छु अगाडि वेट यस्तो बाटो छ हेरामा राइडरहरूलाई तान्न पर्दैन ओ मेरो फेरि तान्न मिल्दैन नि मेरो बाइक फेरि थाहा होला कि चाकै निस्किन्छ एकदम मिलाएर है दाजु यो फाल्दिनु पर्यो पख ल होले हो एकदमै साथी बाटो खस्यो पनि तल है फेरि बाइक त म समाइदिन्छु फेरि तिमी बस्न पर्यो बाइक त यहीँ झुन्डाइदिन्छु मैले नसमा भनेर क्या मैले तर समाइदिएँ है ल पख ढुक्क हो स्टिङ चाहिँ नछोड है ल सल्लले बस हिरो अन्डा समाउनु आउनु पऱ्यो पनि भनिहाल है बरु भाइ ब्रेक नहान है धर बस धार बस अगाडिको कहिल्यै नछुनी हल्का मात्रै झारे यार आम्मो हेरौँ त यार केटाहरू मूर्खे छन् गाउँतिरको यार हुन त अब हाम्रो यताको मान्ने जीव पनि ठुलै हुनुहुन्छ नि अब यत्रो चल्दो फोरो मान्छे घरतिर जाने बाटो यस्तो छ उहाँले कि बाटो छ आउनुहोस् भन्नुभयो अब हामी पनि ठुलो बडाको मान्छे अब बाटो त हामीलाई किन चाहियो र हजुर हामीलाई त गोरेटो भयो भने मान्छे त्यस्तै परियो के गर्ने हुन त अब हाम्रो मान्छेलाई गाउँको भनेर अलि हेला गरेको होला सायद त्यो गर्न त गलत हो यो अति भयो हल्का फुल्का यसलाई सफा मात्रै गर्दै पनि हुन्थ्यो कि 2 वर्ष एकचोटि गर्दै नि हुन्छ यो बाटो ढुङ्गा चाहिँ खासै फरक पर्दैन धेरै 8-9 वर्षै सफा नगरेर नि यो पुरै डोर बस्छ त्यो पनि त्यति ठुलो डोर चाहिँ छैन यो मलाई त ठिक छ नि यार म त जति हिँड्ने त्यति फाइदा छ दाइ
के गर्नु राजा हो यो गर्मीमा हिँड्न पर्दाखेरि अब हाम्रो ठुलाबडा मान्छेलाई माथि भन्न मन लाग्थ्यो के गर्ने हजुर अब माछा खान जानु पर्ला अब खोलातिर अब बढिया छ ल अब थोरै समयको लागि यात्रा सुरु भयो अब गयो किनभने यतापट्टि गयो कि के अरे बाटो छ वाओ काल्चेको घर जाने बाटो काल्चेको आमामामा बाइक बोक भाइ मेरो भाइ बाइक बोक्नु पर्छ बोकेर पनि जान्न दाइ यसलाई भन्छ दाजी घरको न घाटको ए आमा हौ अब न फर्किन मिल्ने न बोक्न मिल्ने न चढाउन मिल्ने भगवान् बाको बिहे त योदेखि नि भयो नि दाजुलाई माचिस मात्रै होइन सलाम आलेकुम सबै भन्न मन लागेको छ ठुलो बडा मान्छेलाई ल ठिक छ ओके छ ल अब यसलाई चाहिँ मिठो तरिकाले अब आइडिया केही छ कोहीसँग दाजी तँ बाइक त कहाँ हालेर निकालिदिन्छ यताको त मा कसम भिडियो बनाउँदा दाइ ओके यसरी गर त ल तल छोयो हुन्छ ल बाटो चाहिँ यस्तो छ गाइस अब हामीले यहाँबाट चाहिँ मेरो बसन्ती र साथीको बसन्ती दुईटा बसन्तीलाई हामी तिनजनाले झिक्ने खेल्यो हो अब कसरी निस्किन्छ यहाँबाट हेरौँ है गाइस उचालेर अब त्यहाँ दुईटा रुख रहेछ अब त्यसलाई नबोक्न सक्यो माथि जराबाट यस्तरी गएको कतिको उठ्छ हात्ती छिरो पुसर अड्कियो भयो के यसलाई अब माथि नजान सक्छ अब यो न माथि गइन्छ न यो त घटाउन सकिन्छ जसरी नि यही कटाउनै पर्यो उकालो त सक्दैन कि बरु त्यसलाई बन्तरै ल्याएर भयो नि यो त अब यसरी काल्चेलाई फोन हानियो कि त्यो आउँछ नि यही हो क्या आउँछ फेरि फोनै त्यहाँ त म हानम म्या काले साले काले त्यो भिडियो यस्तो रोक्नु भिडियो त भइरहेको बाटो भन्नेको अरे हाम्रो ठुलो बडा मान्छे हो नि ठुलो मान्छे हो हामी पनि ठुलो मान्छेको अब सानो मान्छे भएर बोलाएपछि अब हामीलाई पनि किन ठुलै मान्छे हो हामी पनि होइन हामीलाई बाटो के सम्बन्ध हो ठुलो मान्छेले बोलाएपछि बाटो त्यसै खुल्छ बन्तरले नि 1 घन्टा साथी खरो हेर्छु बाइक दाजु उता भिडियो चालु छ फर्किन्छ के बाइक यसलाई त ढुक्क हजुर ठुलो बडा मान्छे अब यस्तो भयो कि दाजु अब यहाँ फेरि लाइभ भिडियो पनि गइरहेको छ फेरि अब राम्रो तरिकाले बोला दाजु होइन ठुलो बडा मान्छे होइन त्यही कुरा हुन्छ हो कि दाजु अध्यक्ष अब एउटा अध्यक्ष जस्तो मान्छे चुनावमा अब मेयरमा लड्ने मान्छे अध्यक्षमा लड्ने मान्छे के 10 वर्ष पनि ठुलो बडा मान्छेले बोलाएको हामी नआउनु भयो त दाजु दाजुले आउनु न बाटो जान आइयो झार्ने बेलामा त्यो ठाउँमा चाहिँ गोरेटोमाथि पुगेर झारियो अब त्यहाँ चढाउनु सक्ने यहाँ आउँदा बुको ढलेर यस्तो रहेछ नफर्किनु नजान भयो दाजु ठुलो बडा मान्छे दाजी अनि हामी पनि अब ठुला बडा मान्छेले बोलाएपछि हामी पनि त ठुलै हुनु पर्यो नि दाजु हामी पनि कहाँ यस्तो बाटो गनिन्छ नि दाजु आउनु पर्यो नि दाजु भनेर आइयो दाजु एउटा हो र ल्याउनु त एउटा बन्चर ल्याउनु नि त दाजु यार न यता न उता हुने भयो यार अरू भन्दा नि मैले यहाँ आरसी लिएर आएको छु आरसी पनि छ त्यसले दुःख पाउने भयो यो त बाइक त यहाँ त बोक्नै पर्छ च्यानस त जाँदैन अर्को भन्दा जाने भयो मेरो नानी भयो च्यानस पनि जाँदैन यो तिम्रो घर छक्कै देखिया छ नि यहाँ यो डाँडा यतापट्टि एउटा बुटो उसमा हो कि त्यो ग्याग्रेट यतापट्टि यार बन्चुरा लिएर आउनु यार एउटा ल ल ठुलाबडा सर आउनुहुन्छ अब बाँकी पछि कुरा गरौँला हामी ठुलैबडा मान्छेले बोलाएपछि कहाँ बाटो यस्तो गनिन्छ त नि ल गाइस अब एकछिनमा भेट्नुपर्छ बन्तरा आएपछि चुकिया हालेको त्यो पुतली हाले होइन कहाँ बाइक लैयो त नि लैएन नि त बाइक त यसलाई लाने किन पर्छ नि त्यहाँ घर छ नि त अघि बाबुले जुगाड गरायो खै के गर्यो यस्तो त प्यानको टाइड गर्ने पुतली हाले ल ल गेयरमा नि घट्छ अलिकति ब्रेक हान है पुरै ब्रेक हान्छ अगाडि साथी हल्का थोडा त ब्रेक नाच्यो 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 भएन ब्रेक हान है अगाडि हालिसकेपछि ब्रेक
है नथोडा है साथी तिमी अलि यता ब्रेक हल्का थोडा ल ब्रेक हान है सिधा गर रोको वेट गर यसको यो तलको उसले सिधा गर यता मेरो घुँडा टेकाल्नु ब्याक सिधा गर ल ब्रेक ब्रेक हेर्नु ओ यसले अडा रोको वेट गर है अब नाच्यो न ब्रेक हान त अगाडिको फुल्ली हान है हान्यो सामान ल ल रोक्ने दादा ब्रेक गर्नु तिमी अड्क्यो ब्रेक ल तिमी अगाडि जाऊ तिमी अगाडि जाऊ तिमी ढुक्क जाऊ ल 1 2 ल इच्छी है ल अति उठाइदिनु ल तिमी अगाडि धान है तिमी पसेर जाऊ माथि आऊ तिमी तिमी धान मात्रै म माथि मेरो खुट्टा माथि ल धान है एकैछिन धान ल भाइ होइन त यता गरेर रोक ल ल ल ल ल सिधै लैजाऊ अगाडि ल ल गयो दाजु तारियो ल अर्को तारो रोक्ने कलताको त दाजु अनि हिँड्छ बल्ल ल दाजु यो त गयो त दाजु गाइस निस्क्यो है एउटा घोडाको छालो गयो गाई गयो क्या साथी गाई यहाँ भएछ अलिकति ल्याउन अहिले घोडा दाइ साह्रै ओडाइदिनु नि खुट्टामा हामी त गएर ठुलो बडाको ठुलै मान्छे नि हामी त यो रुख तानम न यो फाल्न पाए त छलल लाउँथ्यो त्यस्तो नगर्दा सार्न पाएन आउनु नि तर्नु तलेर कत्रो छ जुरुकै भयो एनएसलाई यताबाट यहाँ टेकाउनु पर्यो तर खुट्टा नै सिन्छ गाडी त्यसलाई त त्यो अलिक भारी त भारी हुन्छ भारी त भारी हुन्छ समात्ने है तिनजनाले के भारी हुने हो दाइले त अहिले त खुट्टाले अड्काउनु भएको छ नि त्यो त अनि त्यही भने यत्रो भाँचियो खुट्टा त्यहाँ एनएस यहाँ मैले यहाँबाट टाउको समाउनु पायो भने सकियो खेल चढाएको पनि हेर हल्का त यहाँ बाइक ल्याएर दाइले बाइक हल्का भनेर यहीँबाट चढाएको त्यो त अझै माथिबाट हालिदिएको कि स्प्लेन्डर त तल थामा मात्रै भन्दाखेरि माथि चढेको यहाँ त जान्छ यो बाइक जान्छ नि झड्किन मिल्छ त अनि यस्तै अरे यार बाइक ल्याउन दाजु केही जातै हुन्न ढकालिदिने यो बुट्टे तलतिर माथिबाट भाग्थ्यो त्यहाँ जस्तो दाजु नसोच दाजु यस्तो सोच्नै पर्दैन कसरी ढकाल्छौ त्यो छोडौ न कहाँसम्म त आगो यसरी हल्लाउ न यसरी यता हल्लाउ यसरी माथिको छोड यसरी हल्लाएर देखाउ खै हाम्रो पोको निकालिदिउँ न दाजु कसो होला पोको निकालिदिउँ कहाँ साइड लाग्नु दाजु बरु बाइक साइड लाग्छ तोता साइड लाग्ने दाजु योमा भने बाइक अलि तलतिर गुर्कियो हो नि त नभन न साथी बाइक होइन कि पोको भनेको नाच्यो न म यहाँ तिमीले ब्रेक हान अगाडिको ए चिज हाने ब्रेक उठान हल्का हल्का पख नाच्यो यता सिधा घर अलिक झार्दिमै यहाँ तर होइन रुखमा खाएको रोकन रुखमै राख्ने मैले भनेको बाइकले सिधा भनौँ न हजुरतिर हो ब्रेक छोड्न पर्छ यो लागि तिनजना यस्तो दाजु हल्का ब्रेक छोड अब हल्का हल्का छोड हल्का हामीलाई चाहिँदैन है पन्चरो सन्चरो यस्तो आयो आयो काले खै होइन कि भिडियो ठुलोबाट मान्छे बन्जर लिन जानु भएको छ तर हामी बाइक निकाल्दैछौँ तर उहाँ अहिलेसम्म आइपुग्नु हुन्न होइन एउटै कुरो डर लाग्यो कि मलाई यार त्यो फेरि यो भाँच्ने जस्तो मैले नि त्यही हो के अरे यो खोल्न होइन खोल्न त त्यो त जान्छ त जाने बस्यो तिमीले उतै यतै टेकाउँछौ 100% जान्छ त्यो त्यही हामीले जुन बनाएको थियो त्यही हो फेरि यता त्यही त नि त्यो नाइन्छ ताती केही छैन है होइन त्यो त उस्तै चाहिन्छ के अर्को कुरो त उस्तै जबरजस्ती त गर्ने त्यो नभए बाइक मिठो निस्किन्छ अब तिम्रो के हुन्छ यो तारले त्यो पट्याक्कै नि जान्न कि तर कुन यो तारले नि झट्टै यहीँ बस्छ कि पट्याक्कै चाहिँ जान्न कि गए पनि के भएर भनेको त्यो टेन्सन मैले पोले ठाउँमा लाँदैन जान्न अब खाँडा खादिन्छ जाम झिकम कि भाग्ले सर
टालिदिन्छ अनि अब त म त होइन टाल्नलाई त ठुलो कुरो भएन कि त्यो पखेटै बनाइदिन्छु मैले त्यो कन्फिडेन्टमा छ अहिले त्यो बनाइदिन्छ कि दाइ डिजाइनै फेरिदिन्छ त्यो त त्यस्तै पनि भन्छ कि मलाई स्याम्पल चाहियो कि बेरेक बेरेक खान्छु हल्का बेरेक खानु है नाच्यो नाच्यो है फेरि त्यो नछोड है ल अघि उठा न मोटे भाइ तिमी चाकमा जाऊ चाकमा जाऊ गियरमा छ नि बाइक होइन ल हल्का दाब हल्का तलै लो बाइक हल्का है हल्का ल त्यहाँ छोयो छैन होइन फुट्यो 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 छोरी म यता यता घोल्टाउ कि मतिर खै दोख्रो पर्को ए पोल पखाडी गरेर त बाइक उल्टिन्छ क्या धाममा बेरेक हान्ने हो न यार यो धामी हो क्या यता धामी हो क्या जान्न के बाइक त्यो फुट्दै भनेको क्या मैले ल बेरेक खान है बेरेक छोड बेरेक छोड अलिक तलबाट उठाउँदै उता उता हेरे टेकाउनु टेकाउनु नाच्यो 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 उता 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 एकैछिन 2 मिनट ए उठा उठा चाक उठा बेटो उठा ल बस फाइनल्ली गयो यो पनि उद्धार भएको छ बसन्ती ल गाइस निस्किसकेको छ है हाम्रो बाइक ठ्याक्क पोलेको ठाउँबाट गयो मारे तिमी पर्छ नि त टिकाहरूलाई हातमा के कहाँ यहाँ टार समाउनु पर्ने छोडेर त चल्दै जान्छ त अनि बाइक यस्तो भयो होइन बाइक तलतिर सरेपछि ए यार भिडियो भयो थियो कि भयो थिएन भयो रहेछ कि ब्याट्री लो देखाइरहेछ ल हाम्रो बाइक चाहिँ तारियो हाम्रो अहिलेकै म्यान खेलाडी दाइ सुड्डो डा जुरुक पारिदियो दाइले कस्तो भयो कस्तरी बोकेर 45 वर्षको भए पनि सही हो केटा सोचेको थिएन यार मेरो बाइक तर आयो हल्का माथिको बाटो त देख्यो होला के होइन अब क्यामेराले कति भेटेको थियो खासै आएन यहाँको पनि तारिदियौँ हामीले मिठो दाइले मा भैँसी उचाल्यो उचाल्थ्यो बाइक केही छैन त्यो अलिकति टाँसिहालिन्छ बाइकमा 10 को र 13 को तिर चाबिके यो चाहिँ मैले पहिला बनाइसकेको थिएँ दाइले नै बनाइदिनु थियो यो फेरि त्यहाँ फुस्केछ केही छैन यो फेरि बनाइन्छ हाम्रो कस्तो थियो कस्तो बनाइदिएको थियो बब्ली मजा आयो दाइ एक्सर्साइज भयो होइन आज मलाई नि खरो भयो एक्सट्रिम राइड एक्सट्रिम बबाल है बबाल लगेर अब एकछिनमा यहाँ तल दाजी आउनु भयो कि भएन बाटा दाजीलाई भेट्नु पर्यो भिडियो देखाउनु पर्यो दाजीलाई लगेर एकछिनमा भेट्नु पर्छ निकाल्न त निकालियो यहाँबाट मासतिरको त बाटो हेऱ्यो हामीलाई मेन झाउ चाहिँ के थियो नि यहाँ खाल्टो के सुरुको स्प्लेन्डर झिक्दा साथीको झिक्दा त दाइ उहाँ दाइको खुट्टा उहाँ भाँसिएर धन्दै आएन दाइ पछि मेरो चाहिँ फेरि खासै भयो यत्रो बाटो उहाँ माथिबाट झरेको यत्रो हाम्रो दाइको बलले दुईटा बसन्तीलाई स्याक्कै पारियो त्यहाँ छ कि दाइ दम हेरेर दम पावरै सकिएछ त्यही भएर ढिलो भएको पावर कम भएछ कि लगेर अब चाहिँ सिधै ठुलो मान्छे तिमी गएर अब टक्क लगाएर भेट्नुपर्छ